आज चाहिँ नि हामी टक्क लोकल कुखुरा बनाउँदैछौँ। भाले भाले रहेछ हाम्रो सट्ट यसरी आगोमा चट्ट पोलेर होइन। फ्राई गरिँदैन। ल सुरु गरौँ पोल्नु। ल ल ल ल के हो कुरो चल्छ भन्छ त अझैसम्म। ल यस्तो टक्क यो चाहिँ खोटाङ जिल्लाको हाम्रो घर भएको ठाउँ यस्तो दामी छ आज। है मौसम त खुलेर हो हामी नखानु छ त। यो चाहिँ इस्कुस मुन्टारो खाने भने सर्लको कन्ट्याक्ट गर्नुहोस्। दिनु चाहिँ मरेकै दिँदैन, यो उपलब्ध चाहिँ हुँदैन, कन्ट्याक्ट चाहिँ गर्नुहोस्। बनाना स्टाइलको छ पोर्क यस्तो छ यहाँ एउटा। नेक्स्ट वान हियर आउट पोर्क सट्टा। अब हामी गइराखेका छौँ कुखुरा पोल्नतिर। यता पनि यहीँ रहेछ त दुईटा त। अनि मलाई त थाहा नभर्छ पोर्क त है। हेलो हेलो ल क्षेत्री बाहुन मित्रहरू, यस्तो छ है हाम्रो चाहिँ यहीँ रहेछ दुईटा। मैले नदेखेर पोल्नु थालेको लायो चप्पल त खसी त गयो। ल पोल्नु थाल्यो। मित्रहरू भन्नु पर्यो नि त। साइला मित्रले सुँगुर सुँगुर होइन कुखुरा भयो त। डोको सोको पनि पोल्नु थाल्यो। लायो खाएछौ चप्पल त लायो है। अब भिडियो कसले भनेर चप्पल खाइसक्यो। यसरी आगोमा जट्ट यो स्टाइलले चाहिँ टक्क धुवा उडाएर सर्लकै पोलेपछि बाफ्रे मरमसला केही नलाइ पकाउँदा नि दामी हुन्छ। तातो पानी चाहिएन। त्यो चाहिँ विशेष तातो पानी मात्रै नभएर यसरी पोलेर चाहिँ बनाएपछि मरमसला बिना पनि हुन्छ क्या, त्यति टेस्टी हुन्छ। लोकल कुखुरालाई नि साइला होइन, लोकल कुखुरालाई चाहिँ अब तरकारी बनाउनुलाई जस्तो अब लोकल कुखुरा पकाउनुको लागि चाहिँ विशेष चाहिँ के चाहिन्छ तेरो सोचाइमा विचारमा भनिदिनु पर्यो, जनता जान्न चाहन्छ। विशेष एउटा चाहिँ धेरै मध्येको एउटा प्याज। यो गलत एन्सर हो। लोकल कुखुरा बनाउनुलाई सबभन्दा नभइ नहुने कुरा भनेको के हो ल भन्नु? बनाउनुलाई तरकारी। जस्तो लोकल कुखुराको तरकारी बनाउनु लागि अर्थात् लोकल कुखुरा तरकारी होस् कि भुटान होस् कि जस्तो होस्, के हो त नभइ नहुने कुरा चाहिँ? तेल नुन धेरै छ नि। होइन होइन होइन, गलत भन्दै हुन्छ तपाईँ। यसको लागि नभइ नहुने कुरा भनेको लोकल कुखुरा हो। मासु भन्छ मासुले उल्टो नबोल्दा नि। नभइ नहुने लोकल कुखुरा के चाहिन्छ भन्छ नि। त्यही त लोकल कुखुराको तरकारी बनाउँदै नभइ नहुने कुरा के हो त? लोकल कुखुरै चाहिन्छ भन्ने कुरा हो। एउटा त यहाँ बनायो, फेरि यहाँनिर रहेछ बाल बबाल चाहिँ फेरि यता छ नि फेरि। माम बाफ रे बाफ रे बाफ रे बाफ रे बाफ रे। अब हामी चिरेकोतिर जान्छौँ। अब एकैचोटि अपरेसन थिएटरमा छिँडेपछि अब बाँकी भिडियो त्यताबाट जोडाउँला। दाजु साइलाले कुखुरा बिगार्नु थाल्यो यहाँ।
यो बनायो त्यसो भनेपछि लो नि छिटो नै साइदाको छोरी लाग्छ तेरो निकालेको छैन नाङ्ला फोटो र कुखुराहरू निकालिहाल्छ त्यही त भिडियो जाने त यो त होइन उसको निकालेर राजा आइसकेको साइदाको के गरेर जाउँछौ गाडै ठुलो रहेछ नि त यार बलियो चाहिँ बलियो रहेछ होइन अनि फुक्दै गरेको कुखुराले त्यही अब हाल्यो भने छु कहाँ ढाना हाल्नु न भाले बलियो रहेछ है खतरा छ नि भालेको शिर त्यस्तै हुन्छ अलिअलि छ खासै त्यति धेर थिएन मौदा त्यति भत्किँदै थिएन अनि देहमा चाहिँ पारी नै त छोडिराखेको अस्ति एक्लै जानु डर लाग्यो जङ्गल मान्छे कुदेर एकैछिन कहाँ अनि एकैछिन कुदेर काइदा छ गएको पानी उति जङ्को लाग्यो पछि जान्छ पानी कहीँ नगएको ठुलो न ठुलो आयो नामा हिँड्नु सक्ने बोसो त बाफ्रे हातेबाट लाग्यो बोसो निकाल्नु पर्ने भयो यार के रहेछ रोग चाहिँ डाक्टर साहब यसको रोग केही रोग छैन कुटाइ खाने रोग हो यो बोलाउनु पर्यो भने चाहिँ त अब हाम्रो संसार त कहाँ भएको घाँस काट्नु घाँस काटेर म त छिट्टै ना यो त भिडियोमा सबै सुन्छ क्या अब सुन्नेलाई नै बनाएको होला अनि के गर्नु बनाएको त नसुन्ने भए नदेख्ने भए आफैले हेरेर कहाँ भागो भने चाहिँ होइन जेसन भाइ नभागेको भए भने तेल त धेर लाउनु धेरदैन लाउनै होइन तिरिक्कै उता डराउनु ऊ त पहेन राम्रो मेथी त फेरि सर्दी सुस्छ नि त मेथी त लाउनु र त यो लाउने अनि मेथी लाउने यही बिच केही क्लियर छ है यो त असल अपरेसन त राम्रो रहेछ हात राम्रो बसेको रहेछ डाक्टर साहबको डोसो रहेछ तेल लाउँदा झन् खोजेको चिज यही हो कि पित्तो है खोइ देखाउ न पित्त यो चाहिँ पित्त यो अन्डा रहेछ भाले भन्छ अन्डा
भन्दै लिएन भन्दै जाते बोसे बेसी भयो बोसो निकालिदिएको तरकारी त काटेको छैन म त अब यो इज्जतै गर्नु आन्द्रो तालमा राखियो भिडियो गरेर भिडियो खोइ थाल चाहिँ अन्डो यति डान्स है अन्डो कति रहेछ हौ भक्कु पो रहेछ त 100 देखि माथि छ हो रहेछ अचानो हो अब यो लाउनुहुन्छ भाइ खोइ अचानो कहाँ छ अचानो यहाँ छ म निकाल्नु मिल्छ त्यो पिठोहरू छ पिठो पिठो यो पो हो घरको जेठा छोराले मिल्दैन ताँचाना ल ल ला उड गेले उड गेले ढुकेले यो कमिला पाएको यति बेला सब पाओ ए कायदा भइसक्यो मलाई मागेको भए दिन्थ्यो नि अनि के आफूले आउनु पर्छ दु वेला मुन्डी यसको मुन्डी ल जान्छ है मुन्डी यसरी बनाइन्छ हामी त्यो चाहिँ उछिन चाहिँ उसिन्दैन अर्को काका त हो बिरु माग्दो रहेछ हो ल यो बनाउनु चाहिँ ठिक रहेछ आइडिया यो चाहिँ मिठो लाग्यो मलाई एउटा थाल निकाल्नु पर्दैन गिरी चाहिँ गर्दैन यो झन् राम्रो हरिँदै गरेर नीचे गिर गया अरे इसका मुंडी है यो हाल सजिलो हुन्छ सेकुवा सिरको बनाउँदा यहाँ अचुला खाली राख्दैन मासु कहाँ लुकायो काट्दै गोजीमा हालिसी केमा हालिस हौ मासु देख्दैन त यहाँ छ है म त्यसरी देख्ने राख्नु पर्यो नि त यसको चाहिँ पिरा है यो पिरा फिलालाई पिरा भन्छ नि त त्यो लास्टमा खोइ सेकुवा सेकुवाको लागि मैले पिस बनाएको थिएँ यी लामो लामो र मिल्दैन यताको सेकुवा बनाउनु पर्यो नि त
सेकुवा त बनेर नै आइसक्यो नि यो अर्को निकाल्दैछु म सेकुवा खोइ अर्को सेकुवा सेकुवाले कुचाउनुपर्छ क्या दाँतले हुँदैन उयो काट्दैन कि छैन सेकुवालाई झन् दामी बनाइदिएको छु टक्क टक्क डल्लै कुदिने कुखुरा ढुटो बनायो नि साइनाले यसको चाहिँ के भन्छ यो पिच्छे भन्छ नि सबैले बुझ्छ नि हिन्दीमा पनि नेपालीमा पनि कन्ड भन्छ यसलाई चाहिँ पिच्छे भल गाँड भन्छ क्या यसलाई खास नेपालीमा कन्ड हो लागि कस्तो काट्नुपर्छ टक्क टक्क खुकुरी चाहिँ ठिक रहेछ है सेकुवा काट्ने केटाले धार लाउँदो रहेछ घरिघरि कभी कभी मेरा नै होइन लाउँदा गर्दा हुन्छ सक्नु आँटेको किमा हो यार सरी त्यो त टिप्नु हुँदैन यही प्रब्लम लागेको न लास्ट काम गर्दा एक लट चाहिँ लाउँदै गरेको हो लास्ट यो यो के गर्नु कलेजलाई के गर्नु सरदारमा हो त्यो तरकारी बनाउनुपर्छ खाने नखाने तरकारी बनाउनुपर्छ सेकुवा सेकुवा भन्छ के गर्नु त अरू सेकुवा छ हो एउटा खुट्टा हरायो यो बनाएकै छैन बास कलेज धेरै काट्नु हुँदैन बाहिर यो त आउट हो